Welcome to my channel, Japanese with Ernest. सुरु गर्यौं हामी चाहिँ मिन्नानो निहोङ्गोको लेसन 1 को भोकाबुलरी हेर्न गइरहेका छौं. Let's begin. हाजिमे मास्यो. फर्स्ट अफ सुरुमा चाहिँ वातासी. वातासी भनेको म. त्यसैगरी वातासी ताची. वातासी भनेको म थियो, ताची भनेको हरु. महरु भन्नाले हामी. वातासी ताची भनेको हामी. त्यसैगरी अर्को छ आनाता. आनाता भनेको तिमी, यु. आनोहितो भनेको त्यो मान्छे अथवा उ त्यो मान्छे. अब यो चाहिँ एकदम प्लेन फर्म हो. फेरि यसैले सम्मान गरेर भन्नु पर्यो भने चाहिँ आनोखाता अथवा उ त्यो व्यक्ति उहाँ. मिनासान सबैजना. सान. सान भनेको कुनै व्यक्तिको पछाडि चाहिँ जी लगाउनको लागि, जस्तै सम्मान गरेर भन्नु रामजी, श्यामजी, सीताजी, रामसान भन्ने. त्यसैगरी अर्को छ च्यान. च्यान भनेको चाहिँ बच्चाहरूको नामको पछाडि अथवा नजिकको साथीको चाहिँ नामको पछाडि. त्यसैगरी अर्को छ कुन. कुन भनेको चाहिँ केटाहरूको नामको पछाडि अथवा जुनियरहरूको नामको पछाडि सम्बोधन गर्नको लागि. जिन. जिन भनेको कुनै पनि देशको पछाडि चाहिँ जिन लगायो भने त्यो देशको नागरिक भनेर चाहिँ बुझिन्छ. जस्तै उदाहरण दिएको छ निहोन जिन भनेको जापानिज निहोन भनेको जापान हो. निहोन जिन भनेको जापानिज नागरिक. त्यसैगरी नेपारू जिन भन्यो भने नेपालको नागरिक. नेपारू भनेको नेपाल हो. अर्को छ सेन्चै. सेन्चै भनेको टिचर. यो चाहिँ अरूलाई भन्नु पर्यो भने सेन्चै प्रयोग गरिन्छ. जस्तै राम टिचर हो भन्नु पर्यो भने राम सेन्चै हो भनिन्छ. फेरि आफैलाई भन्नु पर्यो भने चाहिँ क्योसी भनिन्छ. जस्तै म क्योसी हुँ, म टिचर हुँ. त्यसैगरी अर्को छ गाकुसेई. गाकुसेई भनेको विद्यार्थी. खाइस्याइन कम्पनी कर्मचारी. स्याइन भनेको चाहिँ कर्मचारी, कुनै चाहिँ कम्पनीको नाम लगाउने अनि स्याइन. गिन्कोविन भनेको चाहिँ बैंक कर्मचारी. गिन्को भनेको बैंक हो. इस्या भनेको डाक्टर. केन्क्युस्या भनेको चाहिँ अनुसन्धानकर्ता, रिसर्चर. एन्जिनिया भनेको इन्जिनियर. दाइगाकु भनेको युनिभर्सिटी. ब्योइन भनेको अस्पताल. देन्की भनेको बिजुली. दारे अथवा दोनाता. अब को भनेर प्रयोग गर्ने उ त्यो मान्छे को हो भन्नु पर्यो भने दारे भनिन्छ. उहाँ को हुनुहुन्छ भनेर फेरि सम्मान गर्नु पर्यो भने चाहिँ दोनाता. साई भनेको चाहिँ वर्ष. म चाहिँ अब यति वर्ष भए, 10 वर्ष भए भन्नु पर्यो भने चाहिँ 10 को पछाडि चाहिँ अब साई लगाउने. नान्साई अथवा ओइकुचु. नान्साई भनेको चाहिँ कति वर्ष भन्यो. ओइकुचु भनेको चाहिँ त्यसैलाई चाहिँ अलि पोलाइट फर्म चाहिँ ओइकुचु. नान्साई दिस्का कति वर्ष, ओइकुचु दिस्का अझै पोलाइट गरेर कति वर्ष. हाई भनेको चाहिँ यस अथवा हो, इए. अब यो चाहिँ दुईटा इ आयो भने यसलाई इ चाहिँ अलि लामो गरेर भन्ने. इए भनेको चाहिँ नो. सुचेरेतिस्का भनेको चाहिँ अब एक्सक्युज मी अथवा माफ गर्नुहोस्. ओनामाएवा भनेको चाहिँ नाम के हो अथवा तपाईको नाम के हो भनेर भन्नु पर्यो भने ओनामाएवा. हाजिमे मासिते भनेको चाहिँ कसैलाई चाहिँ पहिलोचोटि भेटिँदैछ भने उसलाई चाहिँ हाजिमे मासिते भनिन्छ. इन्ट्रोडक्सन गर्नुभन्दा अगाडि भेट्दा चाहिँ पहिलो पटक भेट्दा चाहिँ हाजिमे मासिते. त्यसैगरी अर्को छ दोजो योरोसिको ओनेगाइसिमास. अब अघि हाजिमे मासिते भनिएको थियो. त्यसैगरी अब भेटेर खुसी लाग्यो अथवा तपाईको चाहिँ सहयोगको चाहिँ अपेक्षा गर्दछु. कोचिरावा डन्डेड सान्दिस भनेको चाहिँ यतातिर. जस्तै चाहिँ मेरो छेउमा चाहिँ रामजी हुनुहुन्छ भने मैले चाहिँ मेरो छेउमा यतातिर चाहिँ राम हुनुहुन्छ
भने भन्नु पर्यो भने कोचिरावा राम सान्देश यतातिर राम हुनुहुन्छ। काराकीमासिता कारा भनेको बाट नेपालबाट आएको हुँ भन्नु पर्यो भने नेपारू काराकीमासिताबाट आएको हुँ। अमेरिका भनेको अमेरिका। इगिरिसु भनेको चाहिँ बेलायत युके। इन्डो भनेको चाहिँ भारत इन्डिया। इन्डोनेसिया भनेको इन्डोनेसिया। खानकोकु भनेको साउथ कोरिया। ताई भनेको थाइल्यान्ड। च्युगोकु भनेको चाहिँ चाइना अथवा चीन। दोइचु भनेको जर्मनी। निहोन अथवा निप्पोन पनि भनिन्छ जापान। फुरान्सु भनेको फ्रान्स। बुराजिरु भनेको ब्राजिल। नेपारू भनेको नेपाल। आजलाई चाहिँ यति छ। तपाईहरुको चाहिँ समयको लागि धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। त्यसैगरी भिडियोलाई लाइक शेयर गरिदिनु होला। थ्यांक यू फर योर एफोर्ट।